नमस्कार सबैलाई। यस भिडियोमा हामी डेरिभेटिभ र यसको अर्थको बारेमा सिक्नेछौँ। यस भिडियोमा हामी निम्न विषयहरूबारे छलफल गर्नेछौँ: स्लोप अफ ट्यान्जेन्ट र यसको ज्यामितीय अर्थ र इन्स्टन्टेनियस रेट अफ चेन्ज। मानौँ C एउटा वक्ररेखा हो र P यस वक्ररेखामा रहेको कुनै चलायमान बिन्दु हो। अब बिन्दु P मा वक्ररेखाको झुकाव र P मा स्पर्शरेखाको झुकाव समान अर्थात् एउटै हुन्छ। रेखाको झुकाव अनुमान गर्नका लागि हामी वक्ररेखामा P को नजिक दुईवटा बिन्दु लिन्छौँ र स्पर्शरेखा जस्तै एउटा रेखा कोर्छौँ। त्यसपछि हामी त्यो रेखाको झुकाव गन्न सक्छौँ, जुन बिन्दु P मा वक्ररेखाको पनि झुकाव हुन्छ। कृपया ध्यान दिनुहोस्, बिन्दु P मा वक्ररेखाको झुकाव भन्नु र बिन्दु P मा स्पर्शरेखाको झुकाव भन्नु एउटै हो। उदाहरणका लागि, बिन्दु P मा वक्ररेखाको झुकाव 2 छ। यसलाई यसरी पनि भन्न सकिन्छ कि x = 1 मा वक्ररेखाको झुकाव 2 छ। त्यसैले हामी 2 मा एउटा बिन्दु चिन्ह लगाउँछौँ। त्यस्तै गरी x = 0.5 मा झुकाव 1 छ। त्यसैले हामी 1 मा एउटा बिन्दु चिन्ह लगाउँछौँ। त्यस्तै गरी x = -0.5 मा झुकाव -1 छ। त्यसैले हामी -1 मा एउटा बिन्दु चिन्ह लगाउँछौँ। अब यदि चिन्ह लगाइएका बिन्दुहरू हुँदै एउटा रेखा कोर्यौं भने त्यो नयाँ भाले दिइएको वक्ररेखाको डेरिभेटिभ जनाउँछ। यस उदाहरणमा हरियो वक्ररेखाको डेरिभेटिभ रातो रेखा हो। अब हामी डेरिभेटिभलाई स्पर्शरेखाको झुकावको रूपमा परिभाषित गर्छौँ। हामीलाई थाहा छ कि झुकावलाई y2 - y1 डिवाइडेड बाई x2 - x1 ले परिभाषित गरिन्छ। यदि रेखामा रहेका दुई बिन्दुहरू a x, f(x) र b x + h, f(x + h) छन् भने झुकावलाई f(x + h - f(x) डिवाइडेड बाई h ले परिभाषित गरिन्छ। यहाँ यो लम्बाइलाई y2 - y1 वा f(x + h - f(x) भनिन्छ र यो लम्बाइलाई x2 - x1 वा h भनिन्छ। यदि हामीले h को सट्टामा डेल्टा x लेख्यौं भने झुकावलाई f(x + डेल्टा x माइनस f(x) लाई डेल्टा x ले भाग गरेर परिभाषित गरिन्छ। यहाँ यो लम्बाइलाई y2 - y1 वा f(x + डेल्टा x माइनस f(x) भनिन्छ र यो लम्बाइलाई x2 - x1 वा डेल्टा x भनिन्छ। अब मानौँ f(x) एउटा डिफरेन्शिएबल फलन हो, साथै a x, f(x) र b x + h, f(x + h) दुई नजिकका बिन्दुहरू हुन्। त्यसपछि AB एउटा सिक्यान्ट रेखा हो। अब AB को झुकाव m = f(x + h - f(x) डिवाइडेड बाई h हुन्छ। यहाँ a मा h टेन्ड्स टु 0 लिँदा सिक्यान्ट रेखा बिन्दु A मा स्पर्शरेखा बन्छ। त्यसपछि A बिन्दुमा स्पर्शरेखाको झुकावलाई m = h टेन्ड्स टु 0 को लिमिट f(x + h - f(x) डिवाइडेड बाई h ले परिभाषित गरिन्छ। जब h टेन्ड्स टु 0 हुन्छ, यो झुकावलाई नै f(x) को डेरिभेटिभ भनिन्छ। त्यसैले डेरिभेटिभलाई तीनवटा परिभाषामध्ये कुनै एकले जनाउन सकिन्छ, जस्तै यो वा यो। अर्को भिडियोमा हामी इन्स्टन्टेनियस रेट अफ चेन्जको बारेमा छलफल गर्नेछौँ। यो भिडियो हेर्नुभएकोमा धन्यवाद।